अहिले म फाइनली क्यान्टिनमा आएको छु र यहाँ हाम्रा साथी एकछिन बसेर जाउँ 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 भन्दैछन्। एकछिन बस्नु भन्दैछन्। के गर्नु बस्नु कि जानु, निन्द्रा पनि उत्पात लागेको छैन। आँखा नखोलिने भइछ। आफू त 10:30 बजी सुत्ने बानी, सधैँ 10:30 बजी सुत्ने बानी। अहिले क्यान्टिनमा आइएको, साथी बस्नु गर्छन्। साथी सन्जु खनाल साथी। के गर्ने अब बस्नुपर्छ होला एकछिन जति। यसो क्यान्टिनमा हेर्दै बस्दै के जाति खाँदै चिया क्रिम बनाएर खाँदै बस्दै गर्नुपर्छ होला। त्यस्तै छ साथी हो, पारा यस्तै छ, के गर्नुहुन्छ। त्यही हो, अब दुःख सुख चल्नुपर्छ। आजको गर्मी पनि बहुत तमाम गर्मी छ साथी हो। रुममा सुत्न पनि नसक्ने बहुत गर्मी, 30-40 डिग्री छ होला।